हेलो एभ्रिवान, आज चाहिँ हामी बनाउँदैछौँ पानीपुरी घरमै। हामीलाई चाहिँ धेरै खाने मन लाग्थ्यो होइन, बाहिर खाँदा चाहिँ त्यस्तो त अनि अब थोरै खान पाइन्छ। सो हामीले चाहिँ उसको प्याकेट लिइसकेको छौँ अनि चाट बनाउनु टाइम लाग्छ भनेर चाट पनि बाहिरबाट लिएर आएको छौँ अनि पानीपुरीको अब हामी पुऱ्याउन गइरहेको छौँ पानीपुरी। हामीले चाहिँ बसालिसक्न लागेको छौँ कराई होइन, हामीले चाहिँ बसालिसक्यौँ कराई। अब कराई चाहिँ तात्न टाइम लाग्छ होइन। म चाहिँ कराई कति बेला तात्छ भनेर हेरिरहेको छ होइन। उता चाहिँ खल्दैछ मेरो पालो अब जस्तो भइरहेको छ होइन। हाम्रो चाहिँ कराई तातिसक्यो होइन। सक्नुहुन्छ चाट किनेर चाहिँ बनाउन त हुन्छ नि त, वेट नै गरेर आएन यार, मनले कति बेला खाम जस्तो भइरह। के रे ओए भन्दैछु। सो यो बाँदरनीले चाहिँ घोप्टाइरहेको छ होइन। टेस्ट गर्छु कि कस्तो रहेछ। झुट हालिस यति पिरो छ होइन। हेर्नुहोस् गाइस मेरो कपडाको हालत। चाट यस्तै हो के बच्चा जस्तो हरकत भइस। आफूले वहाँ चाटी थिएँ। यसले चाहिँ राखिसकेँ होइन। मैले भन्दै थिएँ यसले तातिरहेको छैन भनेर, हतार छ क्या यसले, कति बेला खाम जस्तो भइरहेको त तातेकै छैन के। फुर्यो ओ माई गड फुर्यो पानीपुरी फुर्यो के रे मैले भाँडा मान्दा लगाएको छु होइन। त अर्को नि मान्छे छिटो राम्रोसँग माझ। बाहिर गएर मान्न छोड किन भित्र माझिरहेको होइन के कस्तो गाई चाहिँ आफूले खान्छे, मलाई काम गर्न राखे जस्तै काम गराउँछ। घर मम्मीले पोछाएर अलि राम्रोसँग माझ। खालि काम गराउँछ गाइस मलाई। त पोछाइन लगाइ यता चाहिँ राखिरहेको छ होइन। हामी चाहिँ डराइ खाए जस्तै खाऊँ कि फेरि डराउनु खाने मैले चलायो नि त तल राख कति डराले अरू नि राख अझै राख के के साह्रो यति ठुलो सकिरहेको छैन। एकदम धेरै गर्नु छोडेर त हुनु पऱ्यो। हाम्रो कति साह्रो कति ठुलो अनि मलाई चाहिँ कस्तो पानीपुरी चाहिँ रेडी भइसक्यो होइन। कति खान एक्साइटेड के रे अहिले चाहिँ प्याज काट्नु लागि हाम्रो पानीपुरी रेडी भयो र पानी पनि रेडी भयो। जस्तो भइरह यसले कहिले बनाएर सिक्नु गाइस बुझिन के छुरीको भिडियो गरेर लाग्छ अघि नै गरिसकेको के भन्नुहोस् अरे अन्त के भनेर पकाइस् रे के भनेर पकाइस् रे भन्नु पानीपुरी अलि दिन्छु न र पकाइ ए पानीपुरी कि चाट अलि दिन्छु न र सब यसले चाहिँ आन्टीले अलि चाट पढिदिनुहुन्छ भनेर पकाइ चाहिँ होइन, त्यही भएर अलि दिन आएर हाम्रो पानीपुरी हामीलाई चाहिँ खाना हतार छ यो भनेर राख्नु पर्ने हुन्छ सो अब चाहिँ टेस्ट गर्न लाग्यो।
आजलाई चाहिँ पुग्यो गाइस। आजको लागि यति फेरि टाइममा नि हामीले भिडियो लिएर आउँछौँ नयाँ। बाई। अब नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी। टाटा।